र अन्तिममा एनसेलले मेरो ब्यालेन्स फिर्ता गरेको छ। यहाँ हेर्नु त, 8 रुपैयाँ 89 पैसा चाहिँ मेरो हैज बीन एडजस्टेड भनेर चाहिँ फिर्ता गरेको छ। अस्ति मैले त्यो कम्प्लेन गरिसकेपछि मलाई हिजो एउटा फोन आएको थियो एनसेलबाट। हेलो 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 नमस्कार, म एनसेल अफिसबाट बोल्दैछु। हजुर व्यस्त हुनु नभने केही समय कुरा गराउनुहुन्छ होला? हजुर भन्नुहोस्। हजुर समय दिनुभएकोमा धन्यवाद। हजुरले चाहिँ सर केही समय अगाडि अर्थात् हिजोको समयमा एनसेलमा हजुरले कल गर्नुभएको थियो रहेछ। त्यति बेला हजुरको चाहिँ कल पश्चात आएको सर्वेमा असन्तुष्ट राख्नु भएको कारणले यो हजुरले एनसेलमा जानकारी लिनुभएको बेला हाम्रो एजेन्टबाट हजुरको जानकारी लिन चाहनु भएको कुरा जानकारी भएको थियो कि थिएन भनेर कल ब्याक गरेका थियौँ। जानकारी भन्दा पनि म एनसेलसँगै असन्तुष्ट भएको हो। हजुर सर। चाहिँ डेटा अन नगरेर पनि डेटा चल्या छ भनेर पैसा काटिरहेको छ कि। हजुरको जुन ब्यालेन्स हजुरकोमा चाहिँ यदि विदाउट हजुरको चाहिँ डेटा युज नभइकन एनसेलकै इस्युबाट चाहिँ काटिएको थियो भने हजुरको ब्यालेन्स रिटर्न हुने हुन्छ। त्यसो कारणले गर्दाखेरि त्यही ब्यालेन्स रिटर्न हुने भएको कारणले ब्यालेन्स एडजस्ट हुने भनेर बताइएको छ सर। सोही कारणले हजुरलाई त्यस सम्बन्धी कुनै म्यासेजहरू प्राप्त भएको थियो कि थिएन होला? त्यसमा केही भएको छैन। मलाई तपाईँले त्यही चेक गरिदिनु न, ब्यालेन्स के एडजस्ट भएको देखिन्छ त रेकर्डमा, छैन नि? हुन्छ सर, म एकपटक चेक गरिदिन्छु नि सर। हजुर केही समय हुन बस्नु मिल्छ होला? हजुर हुन्छ सर, हुन्छ सर। बस्नुभएकोमा धन्यवाद। अहिले हजुरले भन्नुभएको अनुसार मैले हजुरको चाहिँ ब्यालेन्स एडजस्ट भएको भनेर जानकारी गरेको थिएँ, तर हजुरकोमा अहिले एडजस्ट भइसकेको कारणले चाहिँ हजुरको यहाँ कुनै पनि अपडेटहरू त देखाएको छैन। तापनि हजुरले भन्नुभएको अनुसार हजुरको ब्यालेन्स एडजस्ट भएको छ भने ब्यालेन्स हजुरको कति रुपियाँ एडजस्ट भएको म एकपटक चेक गर्न पुनः सम्बन्धित निकायमा जानकारी पाइदिन्छु। एकपटक त्यो चेक गरे भएपछि हजुरलाई पुनः हजुरको चाहिँ म्यासेजको माध्यमबाटै जानकारी पाउनुहुन्छ नि सर। त्यसो भए र त्यसपछि मलाई म्यासेज आयो कि 8 रुपैयाँ 89 पैसा हैज बीन एडजस्टेड भनेर चाहिँ ब्यालेन्स फिर्ता आयो। अब हेर्नुहोस्, मैले गुनासो गरेँ र गुनासो गरेको आधारमा फिर्ता आयो। त्यसपछि मैले फिर्ता आइसकेपछि फेरि एउटा फोन गरेँ उहाँहरूलाई, खास भएको के रहेछ र कसरी पैसा काटिएछ, त्यो किन फिर्ता आएछ भनेर। त्यो चाहिँ खास केमा काटिएको रहेछ र अनि केबाट त्यो भएर एडजस्ट गर्नु परेको रहेछ हेरिदिनु त एकचोटि। हजुर, कल गर्नुभएकै नम्बरमा चाहिँ ब्यालेन्स काटिरहेको छ भन्नुभयो सर है? ब्यालेन्स काटिएको थियो होइन, अनि मैले कम्प्लेन गरेको थिएँ है। अनि योभन्दा अगाडि नै हामीलाई कल गर्नुभएको थियो। हजुर, हो हो। त्यो चाहिँ हजुरको डेटा अन भएर ब्यालेन्स काटिएको रहेछ। सायद यताबाट मिस्टेक भएर हजुरको सिस्टम मार्फत मिस्टेक भएर चाहिँ हजुरको काटिएको हुनसक्छ, जुन चाहिँ हजुरलाई एडजस्टमेन्ट भनेर ब्यालेन्स दिएको हो सर। भनेको चाहिँ त्यहाँ सिस्टमले त्यो मिस्टेक भएर सिस्टमले काटेको हुनाले मैले कम्प्लेन गरेको हुनाले त्यो पैसा फिर्ता आएको हो। अहिले फिर्ता आएको हो सर। त्यस्तो हजुरहरूले कुनै ब्यालेन्सहरू काटिएको छ भने हामीलाई जानकारी गराउनु भएको खण्डमा हामीले यताबाट भेरिफाई गरेर चाहिँ के कारणले ब्यालेन्स काटेको रहेछ, कसरी काटेको रहेछ भनेर यहाँबाट त चेक गर्न मिल्छ नि त सर। त्यही कारणले यहाँबाट चेक गरेर हजुरको रिफन्ड भएको हो। यदि मैले फोन गर्दिन थिएँ, कम्प्लेन गर्दिन थिएँ भने त अब यो रिफन्ड हुन्थेन होला सायद, हैन? हुँदैन थियो, किनभने कस्तो हुन्छ भने यस्तो मिस्टेक भइरहेको हुन्छ, तर कस्तो कहिलेकाहीँ मिस्टेक हुन्छ र यस्तो मिस्टेक भएको बेलामा चाहिँ हाम्रो नेपालभरिको जति पनि हुनुहुन्छ एनसेल प्रयोग गर्नुहुन्छ उहाँको सबैजनाको हरेक दिन भेरिफाई त हुँदैन। इफ कल गर्नुहुन्छ आफ्नो हरेक अपडेट त एनसेलले पठाइरहेको हुन्छ नि त। 1 रुपियाँ ब्यालेन्स काटियोस् अथवा 48 पैसा मात्रै काटियोस्, रुपियाँ होइन पैसा मात्रै काटियो भने पनि हजुरलाई त म्यासेज जान्छ। त्यो म्यासेज हजुरले थाहा पाएर हामीलाई कल गर्नुभएको खण्डमा अथवा हामीलाई जानकारी गराउनु भएको खण्डमा हामी यहाँबाट भेरिफाई गरेर इफ हजुरकै थ्रुबाट काटिएको हो, हजुरकै साइडबाट कुनै कारणवश काटिएको भने रिफन्ड हुँदैन, तर मिस्टेकले काटिएको खण्डमा रिफन्ड हुन्छ। त्यही कारणले नै हो हजुरको हाम्रो भेरिफाई गरेर एडजस्ट गरिदिएको हो। हजुरको चाहिँ जति रुपियाँ ब्यालेन्स थियो त्यति नै हजुरको रिफन्ड भएको हो सर। त्यस्तो पनि हुन्छ, सिस्टमले मिस्टेक गरेर पैसा काट्ने हुन्छ र हुन्छ भनेपछि त्यो सेवा हामीले किन प्रयोग गर्ने, एनसेल किन प्रयोग गर्ने? मैले गुनासो गरेँ, गुनासो नगरेको भए त्यो पैसा जान्थ्यो, कतिचोटि गरिएन गए पनि होला, कतिले गर्नुहुन्न गइराख्छ होला होइन। अब हेर्नुहोस्, दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार चाहिँ यो 2080 माघको तथ्याङ्क अनुसार नेपालमा जम्मा 3 करोड
51,27,445वटा सिमहरू बाँडिएका छन्। त्यसमध्ये एनसेलको चाहिँ 1,29,52,063 वटा सिम बाँडिएका छन्। त्यो भनेको 36.87% हो जम्मा बाँडिएको सिमको हिस्सामा नि एनसेलको चाहिँ। अब 29,52,063 छोडिदिउँ, 1 करोड एक्टिभ सिम छन् भनेर सोच्यौँ भने पनि 8 रुपैयाँ 89 पैसा भनौँ, 8 रुपैयाँ चाहिँ 1 करोडबाट काट्दाखेरि 8 करोड रुपियाँ त एनसेलले भित्रबाट एकैछिन स्वाट्टै तानेर लान मिल्दो रहेछ। हेर्नुहोस् है, हाम्रो यसरी ब्यालेन्स थाहै नदिएर अनावश्यक रूपमा काट्दिने यसको सिम चाहिँ हामीले किन बोक्ने? त्यही भएर म के भन्छु भने अत्यावश्यक बाहेकको कुरामा चाहिँ हामी यसको सिमहरू बोक्दै नबोकौँ। यो कुरा चाहिँ तपाईँले आफ्नो इष्टमित्र साथीभाइ सबैलाई देखाउनु, सुनाउनु, बुझाउनु जरुरी छ। मैले पनि हिजो मात्रै मेरो आफन्तमा भएको एनसेल सिममा त्यो फालेर तपाईँ टेलिकममा पुग्नुभयो भने, नागरिकता लिएर जानुभयो भने त्यहाँ तपाईँलाई एकैछिनमा सिम दिएर पठाउँछ भने किन नप्रयोग गर्ने एनटिसीको? किन सिम जसले ठगिरहेछ उसकै सिम बोक्ने भनेर भने होइन। यो कुरा तपाईँले पनि बुझ्न र त्यो कुरा बुझाउन जरुरी छ।